पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आइपुगेका छन्। काठमाडौँमा उनलाई भव्य स्वागत गरिएको छ। काठमाडौँ ओर्लिए लगत्तै उनलाई स्वागत गर्न विमानस्थल बाहिर हजारौंको संख्यामा समर्थकहरूको भिड जम्मा भएको थियो। अहिले समर्थकहरूको साथमा उनी निर्मल निवासतर्फ अघि बढेका छन्। युगान्डामा जारी वुमन्स डे कप T20I प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ। नेपालले घरेलु टोली युगान्डालाई 1 विकेटले पराजित गरेको हो। अमेरिकाबाट फर्किएका नेपालीको संख्या 38 पुगेको छ। फागुन 22 मा 8 जनालाई नेपाल फर्काउँदा डिपोर्ट हुने नेपालीको संख्या 35 पुगेको थियो। त्यस यता थप 3 जनाको डिपोर्ट भएको अध्यागमनले जनाएको छ। अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा चुनिएपछि गैर कानुनी रूपमा अमेरिकामा बसोबास गर्दै आएकाहरूले धमाधम डिपोर्ट हुन थालेका छन्। मोरङमा बाख्रा खोज्ने क्रममा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गरिने बताएका छन्। सांसदहरूले पूर्व राजा ज्ञानेन्द्र शाहको गतिविधिप्रति आपत्ति जनाएका छन्। आज बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसदहरूले लोकतन्त्र विरोधी गतिविधि रोक्न आवश्यक रहेको भन्दै सरकारको समेत ध्यान आकर्षण गराएका हुन्। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई मधेस जागरण अभियानले जनतामा माओवादी प्रतिको विश्वास अझ प्रगाढ बनाएको बताएका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर 2 टेकु स्थित ढलभित्र फँसेका एक व्यक्तिको नेपाल प्रहरीले उद्धार गरेको छ। टेकु स्थित कनक पेट्रोल पम्प नजिकको ढलभित्र छिरेका एक पुरुषलाई विपद व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले उद्धार गरेको हो। तारा एयरले सुर्खेतबाट मुगु हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ। हरेक उडानमा नोक्सान हुँदै आएपछि उडान बन्द गर्नु परेको तारा एयरले जनाएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बिहान बस्ने भएको छ। पूर्व निर्धारित पूर्व पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियानलाई स्थगित गरी शीर्ष नेताहरू काठमाडौँ फर्किएका छन्।